नमस्ते, म डाक्टर अन्जिल महर्जन। म चाहिँ अब आफ्नो छोरी अहिले 1 क्लास पढाउनको लागि स्कुलहरू हेर्दै जाँदाखेरि चाहिँ हाम्रो ज्ञान संस्कार इन्टरनेसनल स्कुलमा आइपुग्यो। यो चाहिँ हाम्रो सामाकुसीमा अवस्थित छ र मैले स्कुल भिजिट गर्दा सरस्वती हेर्दा चाहिँ मलाई स्कुल चाहिँ एकदमै सिम्पल बट अलिकति होलिस्टिक जस्तो लाग्यो। अलिकति बच्चाहरूलाई जुन अलिकति कलर अलि एट्र्याक्सन गर्ने स्कुल आएको भन्दा नि एउटा अलिकति रमाइलो ठाउँमा आएको जस्तो गर्ने एट्र्याक्सन चाहिँ मैले भेटेँ एज सच बाहिरबाट हेर्दाखेरि। द्याट्स अल्सो भेरी इम्पोर्टेन्ट होला। अलिकति गार्डनिङहरू पनि मलाई राम्रो लाग्यो, बाहिरको स्ट्रक्चर्सहरू। र अब क्लासरुमहरू भिजिट गर्दाखेरि क्लासरुमहरू पनि अलिकति कोजी स्पेसियस नै लागेको छ। अब अरू स्कुलको पढाइहरू पनि मोस्ट लाइकली अब जसरी यहाँनिर हाम्रो करिकुलम डिजाइनहरू भन्नुभएको छ त्यो अनुसार स्कुलको करिकुलमहरू सबै कुरा हेर्दाखेरि चाहिँ राम्रै हुन्छ भनेर मैले एक्सपेक्ट गरिरहेको छु। उहाँ मेरो छोरी चाहिँ यो ज्ञान संस्कार इन्टरनेसनल स्कुलमा चाहिँ अहिले अध्ययन गरेको पढेको चाहिँ 1 वर्ष भयो। ग्रेड 1 मा जोइन गरेको फर्स्ट इयर। र मैले लास्ट 8-9 मन्थ्समा चाहिँ उसमा अलिकति पोजिटिभ चेन्जहरू नै देखेको छु। अब जसरी एउटा 1 क्लासको बच्चामा चाहिँ पढाइ लेखाइमा जुन चाहिँ अलिकति राम्रो लक्षणहरू देख्नुपर्ने हो त्यो चाहिँ मैले देखिरहेको छु। जुन चाहिँ अब सिक्नेको एउटा बाटो हुन्छ त्यो बाटोमा चाहिँ ऊ लागिरहेको जस्तो देख्छु। डिसिप्लिनमा पनि अलिकति राम्रो डिसिप्लिन देखेको छु। खानपिनमा अलिकति पोजिटिभ नै छु म। ऊ पहिलाभन्दा अलि अझ राम्रो खानपिन गर्ने भएको छ। र उसको सबभन्दा राम्रो लागेको कुरा चाहिँ उसले स्केटिङ जुन हाम्रो स्कुलमा छ स्केटिङमा चाहिँ राम्रो पिकअप गरेको छ। उसले स्केटिङ राम्रो खेल्न सिकेको छ र त्यो स्केटिङमा राम्रो उसले इन्थुजियाजम पनि देखाइरहेको छ। र अरू एक्स्ट्रा करिकुलर एक्टिभिटिजमा पनि उसको पर्फर्मेन्सहरू मलाई अहिलेसम्म चाहिँ राम्रो लागेको छ। ओभरअल मैले सोचेको जस्तो स्कुलको वातावरण पनि राम्रै देख्छु मैले। वातावरण पनि जसरी म पहिलो दिनमा आएको थिएँ त्यसरी नै स्कुलको क्लिनिनेस इन्भाइरोमेन्टहरू चाहिँ वेल मेन्टेन नै छ। त्यसैले म चाहिँ तपाईँहरूलाई पनि यो स्कुलमा चाहिँ आफ्नो बच्चा पढाउनलाई चाहिँ हाइली रिकमेन्ड गर्छु।